आफ्नो कार्यकक्ष र सँगै रहने कक्ष पनि सँगै भयो। यसलाई कसरी लिनुहुन्छ? सजिलो, हजुरको बेडकै छेउमा बस्यो कि जस्तो लाग्यो। सजिलो हुन्छ नि। अब यहाँ काम उतापट्टि अफिस, यो रोकाउट उता गर्ने अफिस, यहाँ सुत्ने, यसरी त अनि काम गर्ने। अब किनभने अब बाहिर गएर कहाँ बस्ने, अब डेरा लिएर बस्ने हो। अब मन्त्रीहरूको क्वार्टर सबै जलेछ भन्छ होइन। अब अर्को घर कट्नुभन्दा त यो घर चाहिँ लिने होइन। जस्तो अर्को चाहिँ मन्त्रीजीहरू आफ्नो कार्यकक्षबाट क्वार्टर जानलाई साइरन बजाएर बाटो खाली गर्दै जानुपर्ने जुन पहिला जनताको आक्रोश पनि हुन्थ्यो, अब त त्यो पनि रहेन होइन। आफ्नै काम गर्यो, छेउमा यताबाट ढोका खोल्यो, यतापट्टि सुत्यो। हजुरलाई चाहिँ त्यो पनि एउटा राम्रो हो नि जनताको नजरमा होइन। बाटोमा अलिकति भिड होला, तर साइरन चाहिँ हुँदैन मेरो गाडीमा। जस्तो मैले राष्ट्रिय आविष्कार केन्द्रमा तपाईँ कसरी बस्नुहुन्छ भनेर तपाईँका सहकर्मी साथीभाइसँग सोधेको थिएँ। यस्तैमा हो। अझ तपाईँ त यस्तैको पनि सुत्नुहुन्थ्यो, भुइँमा सुत्नुहुन्थ्यो अरे। अहिले पनि छैन, म कहिले कहिले गएँ भने सुत्ने ठाउँ अहिले पनि गएँ। तपाईँको साथीहरू अहिले यहाँ बनाउँदै गर्दा अलिकति त्यो मनमा सङ्कोच डर मान्दैन थियो, त यतिकोमा सुत्नु हुँदैन कि भनेर? ओहो, खै फोटो खिचेर ल्याउनु पर्ने। म त यस्तोमा पनि होइन। हजुर, म आविष्कार केन्द्रमा गएँ, यस्तै भुइँमा, यत्तिकैमा टेन्ट टाँगेर अनि एउटा म्याट्रेस ओछ्याएर सुतेको छु। यस्तैमा हो यो। जस्तो कतिपयले के भन्छन् भने देशको सङ्घीय सरकारको यति ठुलो बजेट भएको एउटा मन्त्रालय, शिक्षा मन्त्रालय, त्यो मन्त्रालयको मन्त्रीज्यू किन यस्तै साधारण लाइफ जिउन परेर यस्तै हुर्कियो होइन। यस्तै हुर्किएपछि अब यस्तै भयो। अब के अब ठुल्ठुलो के अरे ऐस आराममा हुर्किएको भए एउटा कुरा हुन्थ्यो होइन। ऐस आराममा हुर्केन, अब यस्तै गरियो त। अब के भगवान्ले यस्तै दिए जन्म होइन। हजुरको भान्सा पनि मैले देखेँ यहीँ साधारण यहाँ हो रहेछ होइन। यो भात पकाएर खाने ठाउँ यही हो। भात त त्यति खाइँदैन, चप्पल त्यहाँ। हजुरलाई नयाँ चप्पल झोलामा छ, झोलामा पनि छ मेरो। ल हजुरको कार्यकक्ष चाहिँ यताभित्र छ होइन। एकचोटि मसँग कार्यकक्ष पनि गएँ। यो त 5 स्टार होटल जस्तोमा सुत्न पाइने हो। त्यसै त हुन्छ त 5 स्टार होटलमा पनि। रुम ठुलो छ, यस्तो चिटिक्कको छ, बेड ठुलो छ। हेर्नु, म आविष्कार केन्द्रमा त्यो भुइँमा सुत्ने मान्छे, कहाँ खाटमा सुतेर। ढोका छ कि छैन उहाँलाई यहाँ सर्ट जानु मिल्ने हुनुपर्छ। रेस्ट गर्न एक घन्टा थाक्यो भने नमिल्ने गर्छ। र यो मन्त्रीज्यूको कार्यकक्ष यहाँ छ र कार्यकक्षबाटै यहाँ भर्खरै एउटा अस्थायी ढोका सिर्जना गरिएर यहाँबाट भित्र मन्जुलाई यहीँ जान सजिलो पनि हुन्छ। म तपाईँलाई देखाएँ मन्जुको कार्यकक्ष यो रह्यो। त्यसपछि अब म यतापट्टि मन्त्रीज्यूको यो नयाँ बनेको कोठा बेडरुम म तपाईँहरूलाई देखाउन चाहेँ। यही हो यो बेडरुम। उद्घाटन भएको छैन, मन्जु यहीँ रहनुहुन्छ। यो मन्जुको सदाबार उहाँले बोकेर हिँड्ने झोला हामीले सामाजिक सञ्जाल अन्ततिर पनि देख्छौँ। मन्जुले बोकेर हिँड्ने झोला हो यो। उहाँको एउटा सानो सुटकेस छ यहाँ। यो सानो सुटकेस पनि उहाँकै हो, आविष्कार केन्द्रबाट लिएर आइएको सुटकेस। मन्जुले भर्खरै भन्नुहुन्थ्यो मेरो लागि त यो त 5 तारे होटलको कोठा जस्तै भयो, यस्तो गजब बनाइदिनु भयो तपाईँहरूले भन्दै हुनुहुन्थ्यो। यहाँ यो तयार गर्ने यहाँका कर्मचारीहरूलाई र यो मलाई यहाँ ल्यापटप राखेर मन्जुलाई काम गर्नका लागि यो तयार भएको छ भर्खरै। पानी तताएर खानलाई एउटा सानो पनि तयार भएको छ। र यो नेपालमै पहिलो पटक हामीले थाहा पाएसम्म र मैले जतिसम्म मेरा अग्रजहरूलाई सोधेँ, योभन्दा अगाडि यस्तो भएको थिएन। जो मन्त्रीज्यू साधारणभन्दा साधारण जीवन निर्वाह गर्नका लागि र साधारण लाइफस्टाइल जिएर म नागरिकको सेवामा काम गर्छु भन्नका लागि आफ्नो अफिसको छेउमै सानो बेडरुम, सानो भान्सा बनाएर यहीँ
रहने, यहीँ बस्ने, यहीँ खाने, यहीँ सुत्ने गरेर बस्ने घोषणा गर्नुभएको र उहाँले घोषणा हिजो गर्नुभयो, यो आजै सम्भव भयो र सबै उहाँ आजदेखि नै यहीँ बस्दै हुनुहुन्छ। अघि उहाँले भन्दै हुनुहुन्थ्यो यस्तैमा जन्मियौँ, यस्तैमा हुर्क्यौँ, के छ र हामीले यस्तै बाँच्ने त हो नि भन्दै हुनुहुन्थ्यो मन्त्रीज्यूले। र मन्जुलाई अघि हामीले सोधेका थियौँ तपाईँले साधारण जीवन किन जिउँदै हुनुहुन्छ भनेर सिधा कुराको प्रश्नमा मन्त्रीज्यूले भन्नुभयो म त मेरो गाडीमा साइरन पनि हाल्दिनँ, म साइरन नहालिकन हिँड्ने, मेरो गाडीमा साइरन हुँदैन, म जनतालाई दुःख दिँदिनँ, मन्त्री भनेर म कुनै रवाफ देखाउँदिनँ भन्दै